अहिलेसम्मको एनपिएललाई चाहिँ यसो नियालेर हेर्दा चाहिँ के देखिएको छ भन्दा टिम म्यानेजमेन्टहरूले चाहिँ जब ब्याटिङ अप्रोच हुन्छ त्यति बेला नेपाली ब्याट्सम्यानलाई चाहिँ फरेन ब्याट्सम्यान भन्दा अलि पछि पठाएको देखेको छ। अब जस्तो कन्डिसन भनौँ न, इजी कन्डिसन हुन्छ कि हार्ड कन्डिसन हुन्छ त्यो ब्याटिङमा, त्यस्तो कन्डिसनमा नेपाली भन्दा पनि फरेन प्लेयरलाई बढी प्रायोरिटी दिनुभएको छ। यस्तो भन्दा के हुन्छ भन्दा नेपाली ब्याट्सम्यानबाट भन्दा हजुरहरूले विदेशी ब्याट्सम्यानमा त बढी विश्वास गरेको देखिएको छ र होला अब हजुरले टिमलाई आफू जिताउनको लागि पनि उहाँभन्दा अगाडि पठाउनु भएको होला। उहाँको पावरमा, उहाँको कन्सिस्टेन्सीमा विश्वास गरेर पनि होला विदेशी प्लेयरलाई, फरेन प्लेयरहरूलाई हजुरले अगाडि पठाएको। तर पनि के तपाईँलाई लाग्दैन र नेपाली ब्याट्सम्यानहरूले पनि अगाडि नै गएर या जस्तो प्रेसर कन्डिसनमा गएर हान्न सक्दैनन् होला जस्तो लागेको त होइन होला नि। उहाँहरूले पनि त देखाउन सक्नुहुन्छ नि आफ्नो पावर, आफ्नो कन्सिस्टेन्सी, आफ्नो त्यो गेम ट्यालेन्ट त देखाउन सक्नुहुन्छ नि। त्यही भएर प्लिज सबै टिम ओनरहरूलाई चाहिँ के भन्न चाहन्छु भन्दाखेरि नेपाली ब्याट्सम्यानलाई पनि उत्तिकै विश्वास गर्नु होला जति हजुरले फरेन ब्याट्सम्यानहरूलाई गर्नुभएको छ। बोलिङमा भन्दा चाहिँ ब्याटिङमा चाहिँ यस्तो देखिएको छ, हरेक टिमको हेर्दा चाहिँ त्यस्तो देखिएको छ। यो चाहिँ सल्भ गर्नु होला। यो नेपाली ब्याट्सम्यानमा पनि नेपाली ब्याट्सम्यानलाई पनि त्यस्तो कन्डिसनमा घुमाउन खोज्नु होला कि यो प्रेसर छ भन्दैमा विदेशी प्लेयरलाई लगाएर नखेलाउनु। फरेन प्लेयरलाई चाहिँ प्रेसरको कन्डिसनमा चाहिँ भन्दा पनि नेपाली ब्याट्सम्यानलाई त्यो प्रेसरमा राखिदिनु होला। किनकि इन्टरनेसनल गेममा पनि त उहाँहरू सिक्ने मौका हुन्छ नि त, इन्टरनेसनलमा पनि त उहाँले त देखाउन सक्नु हुनु पऱ्यो नि त। त्यस्तो भएको छ र यो चाहिँ सल्भ गर्नु होला प्लिज।